हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ तपाईहरुलाई आजको नयाँ भिडियोमा। अनि चाहिँ आज चाहिँ डे 2 है। म काममा जान लाग्यो। हिजो चाहिँ गएन, अस्ति गए, हिजो गएन। अनि आज चाहिँ हिजो फेरि तल काम थियो अनि काममा उता मेरो आफ्नो पर्सनल काम त्यतातिर गए। अनि आज चाहिँ फेरि म उतै काममा जाँदैछु। केटाहरू आएनन्, 10 बजिसक्यो है। अनि केटाहरू आयो भने अब जानुपर्ने हुन्छ। सायद आइसक्यो होला नि। अनि वेदर चाहिँ आज अलिकति खुलेको छ। अघि बिहान त पानी परिरहेको थियो, भर्खर त हल्का हल्का खुलिरह, हल्का घाम पनि लागिरह। अब एकछिनमा चाहिँ हामी गएर आज चाहिँ हिजो कति काम गरे केटाहरूले हेरेर अनि त्यही अनुसारले फेरि आज पनि गर्नुपर्ने हुन्छ। त्यही हो, गएर हेरौँ के कति भएको छ। अनि त्यसपछि हामीले फेरि त्यहाँबाट कन्टिन्यू गर्नुपर्ने हुन्छ। सायद खाल्डोहरू पुरै सकेर ढुङ्गा फुटाउन लाउला नि, किनभने ढुङ्गा चाहिँ वरिपरि सबै चारैतिरबाट गाह्रो लाउने भन्ने कुरो छ। गएर हेरौँ कति ढुङ्गा फुटाएन अथवा कति खनेछन्। अनि त्यही अनुसार फेरि आज हामीले काम जहाँ पुगेको छ त्यहीबाट कन्टिन्यू गर्नुपर्ने हुन्छ। हेरौँ है त गाइस। आधा घन्टा कुरेर चाहिँ केटाहरू बल्ल बल्ल आए यहाँ। अनि हामी 3 जना मात्रै बाटो लायौँ, अरू केटाहरू चाहिँ उता सामान बनाउन गएछन्। अब बल्ल 11 बजी गएर हामीले आज कति काम गरिन्छ भन्ने कुरो मात्रै हो। केटाहरू यता छन् होइन। अनि जङ्गलबाट हामी चाहिँ जानुपर्ने हो माथि, हो त्यो कालोवनको माथितिरपट्टि त्यो हुस्सु लागेको छेउमै। त्यही हो, फाइनली आइपुग्यो हामी चाहिँ। केटाहरूले अस्ति हामीले त्यहाँसम्म भनेको थियौँ, केटाहरूले वहीँसम्म सकिसकेको रहेछ। गाह्रो लगाउनको लागि रसी ससी रेडी छ। ढुङ्गा पनि फुटाएको रहेछ कता हो यता माथितिर। आज चाहिँ ढुङ्गा फुटाउनु पर्ने हुन्छ। 3 जना मात्रै छौँ हामी चाहिँ। 2 जना केटाहरू चाहिँ एकछिनमा आउँछन्, अरू कामले गर्छ त्यहाँ फुटाएको। त्यही नै छ। त्यही हो, एकछिन अब रेस्ट गरेर ट्याक्क लाएर काम सुरु गर्नुपर्ने हुन्छ। कुलो खोले जस्तो त त्यहाँ त माथि त कुलो खोले जस्तो हो। त्यहाँ हिजो यहाँ फाँडफुँड गरेर अच्छा यही नि है ढुङ्गा त्यो ताउले हान्ने भनेको। त्यही नै हो गाइज। अब आज चाहिँ ढुङ्गा फुटाउनु पर्ने हुन्छ। ट्याक्क लाएर आज कति हुन्छ ढुङ्गा फुटाएर मेसो मिल्यो भने अलिकति गाह्रो पनि राख्ने प्लानमा छौँ हामी चाहिँ। पानी आएन भने वेदर चाहिँ अलि ठिक गरिराखेन, भर्खर चाहिँ धुम्म गरेछ। अघि एकछिन त घाम लाग्थ्यो, फेरि भर्खर त्यस्तै भइहाल्यो। त्यही हो, हेरौँ अब कति बेला आउँछन् केटाहरू। अनि त्यसपछि चाहिँ बल्ल हामीले त्यहाँ फुटाउनु पर्छ। अब चाहिँ हामीले यहाँनिर ढुङ्गा चाहिँ फुटाउनु पर्ने हो। अनि यहाँ चाहिँ यता अलिकति यहाँ पनि रहेछ। हुन त यहाँ पुरानो पोखरी त छ, तर यो काम नलाग्ने भइसक्यो। ढुङ्गाहरू यता छ। अनि ट्याक्क लगाएर फुटाउनु पर्ने भयो। एकछिन केटाहरूले फालासाला लिएर आयो भने अनि बल्ल हाम्रो काम सुरु हुन्छ। अहिले चाहिँ अलिअलि खोलखाल गर्नुपर्ने भयो, ढुङ्गाहरू निकाल्नु पर्यो। त्यही हो, हल्का अब टाइम स्ल्याबमा राखेर हामीले हेरिन्छ फेरि। हाल्नुभयो होला तपाईँहरूले चाहिँ। हामीले चाहिँ यत्रो बेरसम्म टाइम स्ल्याब बनाएर राख्दिएँ मैले चाहिँ, भिडियो बनाएँ। ढुङ्गाहरू चाहिँ दबाएर हान्ने होइन, यहाँकोतिरको यताको निकालेर टन्न बनाइयो। केटाहरूले चाहिँ त्यो फाला के भन्छ ढुङ्गा फुटाउने फाला लिनुपर्ने, त्यो चाहिँ लिएर आएनन्। अनि हामीलाई चाहिँ अलिकति टाइम लाग्यो। ढुङ्गा चाहिँ एकदम हेवान निकाल्ने छ पनि, त्यो पनि कडक खाले। सो हेरौँ अब केटाहरू आयो भने चाहिँ बल्ल हान्नुपर्ने हुन्छ। यहाँ चाहिँ ठोकिराख्नु बाबुले चाहिँ। आगोको झिल्का निक्लेसम्म हानेर गरिराख गाइज है। त्यही हो, अब भिडियो बनाएर बसिरहनु, काम पनि हान्नुपर्ने हुन्छ। फाइनली यत्रो बेर गाड मस्काएर चाहिँ ट्याक्क ढुङ्गासुङ्गा यति बनाइयो होइन। टन्नै त होइन, त्यही पनि जोस् ठिकै हो। यति बनायौँ। अनि चाहिँ अब चाहिँ ट्याक्क खाजा खानु पऱ्यो, भोक लाग्यो होइन। अब एकछिन खाजासाजा खाएर फेरि एकछिन हान्नुपर्ने हुन्छ। तर ढुङ्गा चाहिँ गएन, हान्दासम्म हान्ने तर गएन। भर्खर भाइहरू पनि आइसके, सामान लिएर सबै आइसक्यो। अब त्यही हो गाइस, तल पनि गइसक्यो ढुङ्गा थोरै। हामी चाहिँ खाजा खान बसिहाल्यौँ। अनि हाम्रो खाजा चाहिँ यहाँ छ, खाजा रोटी सोटी ट्याक्क खोलेर अब भकाभक दिनुपर्ने हुन्छ। एकछिन खाएर खाजा फेरि रोटी आलुको सब्जी रोटी उता पनि आलुकै सब्जी होला पक्कै।
हो आलु चना पनि हुन्छ त्यहाँ त ठिक छ ल दामी केटाहरू चाहिँ भर्खर भात खाएर आइरहनु होइन अब यिनीहरू चाहिँ खानु हामीले चाहिँ भुको दिनुपर्ने हुन्छ खाजा गाई चाहिँ यो है खतरा खतरा खाले चक्कु चाइना स्टाइलको बनाएर ल्याइन्छ फेरि हामीले त्यस्तो छ समस्या होइन अनि तिमीहरूले नि खाने हो र भर्खर त भर्खर चाहिँ यो फुच्चीहरूले नि खाने भन्ने भयो हात साथ धुन लाग्यो होइन बिल्ला भयो अब ठिकै छ अब सबैले खानुपर्ने खाजा खाइयो अनि ट्याक्क लगाएर केटाहरूले सामान स्याहार्दैछन् अब चाहिँ हामीले यहाँ ढुङ्गा हान्न जानु पर्यो फेरि एकछिन बसेर यत्रो पुरा गर्नु छ यार मौसम फेरि यस्तो गरिरहेको कि अब के भन्नु खोइ हामीले चाहिँ खाजा खाएर दह्रो काम हानिरहेको थियौँ होइन ढुङ्गासुङ्गा पनि लोड हानिरहेको थियौँ मस्त माटो पनि पानी आइदियो फेरि यार डेन्जर तरिकाको है अनि म एक्लै छु भर्खर चाहिँ ढुङ्गासँग चाहिँ यति हानेर छोडियो अब पानी आएर यतिकै यस्तो पानी आइरह होइन अलि उजेल त खतरा देखिरहेको तर पानी आइरह साथीहरू चाहिँ मूत्र विसर्जन गर्न गए कोही ऊ माथितिर ढुङ्गा उ गर्दैछन् म चाहिँ यही बसेर पानीमा ओत्लिरहेको छु यस्तो उसको जङ्गलमै अब के गर्नु होइन पाल त छ तल ऊ हानेर तर पालमा गएँ होइन किनभने फेरि एकछिनमा बिदो भयो भने फेरि हान्नुपर्छ त्यही हो गाइस काम चाहिँ धमाधम बढिरहेछ है हेर्दै गरौँ के कति हुन्छ कस्तो हुन्छ हात चाहिँ बिग्रिँदासम्म काम गरिदियो होइन अब छुट्टी हुने बेला नि भयो अनि केटाहरूले चाहिँ यता ढुङ्गासुङ्गा यताबाट व्यवस्थापन गरिरहन् बाबु र म थाकेर जाठो ढुङ्गा हान्दा लोड परेर उ गरिदियो भर्खरै आएर बस्यौँ होइन अनि त्यसपछि म फेरि यहाँ आइरहेको थिएँ अनि यहाँ पोखरी छ अनि यहाँ हेर्दा फेरि यस्तो दामी भ्यू देखियो नि त आमामा यस्तो देखिरह है यस्तो हेरेर हामीहरूले एकदम प्रकृतिको भरपुर फाइदा उठाउँदै काम हानिरह्यौँ होइन त्यही हो अनि अब छुट्टी पनि हुने बेला हुन लाग्यो अब एकछिन काम गरेर हामी यहाँबाट फर्किनु पर्ने हुन्छ छुट्टी हुने बेला भयो होइन अनि हामी चाहिँ अब तर केटाहरूले चाहिँ ढुङ्गा फालेर सकाउने भनेर हामी चाहिँ अब पानी लिन जानुपर्ने हुन्छ यहाँ चाहिँ 3 टा 4 बोतल छ लाउनु त्यसमा आसी लगाउनु पर्ने उता खाके हो माथि म लिएर आउँछु त्यसलाई अनि 4 बोतल लिएर हामी चाहिँ पानी लिन जानु पर्यो पानी लिन चाहिँ यता तल जानुपर्छ पानी लिएर राख्नु पर्यो भोलि पनि काम लाग्छ किन दिनदिन हामी जान सकिन्न किनभने काम पनि गर्नुपर्छ त्यही हो पानी लिन जाम कता हो त यहाँबाट भित्र हो यता पानी लिएर आइन्छ यहाँबाट यता ओ तेरी भ्यान कि यहाँ त पुरा सिस्नो खाए आचो मास जङ्गल यस्तो छ गरे फेरि यहाँभित्र केही नदेखिने खाले अँधेरो त्यही पनि ठिक छ ट्याक्क लगाएर हामी गइन्छ पानी लिएर आइन्छ अब पानी चाहिँ अलि तल छ फेरि यस्तो जङ्गलमा त फेरि ल्याम अगाडिबाट बाघ आएको गरेको टेक्ने पानी चाहिँ यहाँमै रहेछ धेरै टाढा त होइन तर अलिक गहिरोतिर छ पानी चाहिँ यहाँ मुलको सफा पानी चट्ट लगाएर आएर यहाँ पाइप पनि छ त यहाँ त कहाँबाट आएको पाइप यहीँ भर्ने यहाँनिर हो गाइस हामीले चाहिँ अब यहाँबाट पानी भर्नु भन्नु थियो योमा अनि उहाँ जय साहबले फेरि उहाँ पानी लिनको लागि ल्याउनु भएको यसमा भर्छौँ अनि त्यसपछि अब फेरि फर्केर गएर एकछिन ढुङ्गा फालेर अनि हामी फेरि फर्किनु पर्ने छ रात पनि पर्न आँट्यो 5-6 बज्न लागिसक्यो
यति चिसो छ फेरि पानी। ओहो पुरै छोडिदिनु न, कस्तो गर्छ, हात पनि धोइदिउँ न त अलिअलि त यार। पानी ठुलो आएको आकाशमा ठुलो आएपछि भन्थ्यो होला। साह्रो पानी भरियो, हामीले पनि पानी सानी खायो। पानी चाहिँ फेरि त्यो के भन्छ फ्रिजमा राखेको पानी बरु के चिसो हुन्छ, त्योभन्दा नेक्स्ट लेभलको चिसो छ है। यस्तो अब गर्मीको टाइममा यस्तो पानी त फेरि भाग्यमानी पाउँछ। अनि हामी चाहिँ अब यहाँबाट फर्किहाल्यौँ। अब सरासर माथि गइन्छ अनि केटाहरूलाई पानी सानी खुवाएर जति बाँकी छ त्यो ढुङ्गालाई व्यवस्थापन गरेर हामी फर्किनु पर्ने हुन्छ। त्यति नै हो। पानी लिएर पनि आइसक्यौँ। अनि पानी लिएर आइसकेर केटाहरू लास्ट ढुङ्गा यो पल्टाइहाल्यो। अब यो पल्टाएपछि अब चाहिँ छुट्टी गरेर हामी घर जानुपर्ने भयो, नभए त थाकेर मरिहालिन्छ नभए फेरि। अनि चाहिँ ठ्याक्कै हामी हिँड्न लाग्थ्यौँ, कपडा सबै लायो रे। अनि मैले चाहिँ यताको फेरि मौसम भन्दा नि ठाउँ राम्रो देखेको चाहिँ रम्म हो होइन। यस्तो दामी देखिया। ओ वाउ, काम गरेर भित्र फरेको ओ वाउ, यस्तरी हेर्दा राम्रो देखिँदो रहेछ रम्म गाउँ। अनि हुस्सु कुहिरो यताउति सब राम्रो छ। त्यही हो, आज चाहिँ यति भइहाल्यो। अब यति काम गरिन्छ होइन, आज चाहिँ यतिकै काम भयो। ढुङ्गा रेडी गर्यो। यहाँ चाहिँ ढुङ्गा ट्याक्कै यहाँ छ। ढुङ्गा चाहिँ भाइ मिस्टर अनिस। अनि यता चाहिँ ढुङ्गा टक्क यति धेरै त होइन, त्यही 2 ट्र्याक्टर 2-2.5 ट्र्याक्टर जति छ टोटल गरेर। अनि यहाँ पनि छ थोडा बहुत होइन, यति छ। अनि यही सकाएर आज चाहिँ अब घर जानुपर्छ। कामबाट पनि आइयो, लगभग गाउँ आइसक्यो हामी। यहाँनिर गाउँ छ है। गाउँ फेरि आज यस्तो वेदर पनि यति दामी गरेको, यतातिर पनि खतरा देखियो तर वहाँ पारीसम्म यस्तो दामी देखियो टक्क लाएर होइन, दामी देखिरह। अब यो हेर्नु बस्ने त्यस्तै हो। कामसाम सकाएर आइयो, अब गएर चाहिँ नुहाइधुवाइ हान्नुपर्ने, खाने बस्ने त्यही हो। अनि आजको भिडियोलाई चाहिँ अब यतैतिर मिलाएर व्यवस्थापन गरिदिउँ है। थाके छ, अरू बनाउने जाँगर पनि लागेन, 7 बज्न लागिसक्यो। त्यही हो। अनि नयाँ भएपछि चाहिँ च्यानललाई ट्याग लाइक सेयर कमेन्ट सेयर सब्सक्राइब सब हानिदिनु पर्ने हुन्छ। हानिदिनुहोस् को हुनुहुन्छ नयाँ। अनि यत्रोजनाले हेरेपछि त यार 1-2 जनाले त हान्ने पनि भइहाल्छ त, के हुन्न त होइन। अनि त्यही हो, त्यति भन्दै अनि आजलाई चाहिँ बिदा हौँ। ठ्याक्कै बाजे आयो कि फेरि त्यहाँनिर बिदा हौँ। बाई बाई गाइस।